हेलो साथीहरू, यहाँ हाम्रो अम्मक फलेको छ। यो 12 मासे अम्मक हो। यसको नाम चाहिँ केजी अम्मक भनेको छ। यहाँ अम्मक कोही पाक्दैछन् अनि यहाँ लटरम्म चिचिला लागेको छ। अनि मजाले चिचिला लागेको छ। अस्ति नै पनि मैले हजुरहरूलाई देखाएको थिएँ, आज पनि म देखाउँदैछु। यसरी चिचिला लटरम्मै लागेको छ। यो चाहिँ केजी अम्मक हो, 12 मासे अम्मक कोही पाकिरहेको छ। हेर्नु होला, यसरी फलिरहेको छ, कोही फल्दैछ। यसलाई चाहिँ केजी अम्मक भन्छ। यो ठुलो फल्छ, एउटै 1 केजीको हुन्छ साथीहरू। यसरी मकै घाँस गाईलाई लुस्नु पर्यो। मकै सुकिसके, अब दिनचर्या घरमा यस्तै हो, घरको काम। अब यस्तै छ। अब गाई बस्तुलाई नभए पनि नहुने, दिनभरि घाम छ, चर्को झापाको घाम। अब बेलुका भएपछि यसरी मकै लुसो अनि दियो गाईलाई। ल साथीहरू, भिडियो मन परे लाइक सेयर गरिदिनु। अब त्यो अक्षर अलिकति बनाउनु त। अर्को बनाउनु केसँग हुन्छ? अर्को बनाउनु केसँग हुन्छ? अगाडि त सक्दिनँ प्रकाशाय नमः उदं पूजयामि स्वयं ज्योतिषे नमः गानुनीं पूजयामि शिवाय नमः गुल्बो पूजयामि गणपताय नमः पादो पूजयामि ओम ब्रह्मणे नमः सर्वांगं पूजयामि ओम नाथे नमः पादो पूजयामि ओम विदाते नमः गंगे पूजयामि ओम सस्ते नमः उदं पूजयामि ओम प्रजापतये नमः मृगं पूजयामि।